संसारमा राम्रो काम गर्न खोज्दा अवरोध त आउँछ नै। अमेरिकामा भइरहेको भिक्षुहरूको यो ऐतिहासिक यात्रालाई पनि केहीले राजनीतिक रङ दिन खोजे त केहीले धार्मिक प्रचार भने। तर सत्य के हो भने यी भिक्षुहरू केवल चिसो सडकमा खाली खुट्टा हिँडिरहेका छैनन्। उहाँहरू त भ्रमको पर्खाल भत्काइरहनु भएको छ। न कुनै पैसाको लोभ, न कुनै राजनीतिक स्वार्थ, केवल विश्व शान्तिको सङ्कल्प। कतिपय मिडियाले गलत प्रचार गर्न खोजे पनि आज हजारौँ अमेरिकीहरू सडकमा उत्रिएर भिक्षुहरूलाई साथ दिइरहेका छन्। राजनीतिक गलत व्याख्या। अमेरिकामा चुनावपछिको समय भएकोले केही मानिसहरूले सुरुतिर यो यात्रालाई कुनै विशेष राजनीतिक समूहको समर्थन वा विरोधको रूपमा बुझेका थिए। तर भिक्षुहरूले प्रश्न पार्नुभयो कि यो यात्रा नन पोलिटिकल, अराजनीतिक हो र यसको उद्देश्य केवल शान्ति हो। धार्मिक भ्रम। केही कट्टरपन्थी समूहहरूले सुरुमा यसलाई बौद्ध धर्मको प्रचारको रूपमा पनि लिएको थिए। तर यात्रामा सहभागीहरूले हामी धर्म परिवर्तन गर्न होइन, मानव धर्म र शान्ति सिकाउन हिँडेका हौँ भनेपछि धेरै अमेरिकी चर्च र मुस्लिम समुदायले समेत उहाँहरूलाई खाना र बस्न दिएर सहयोग गरे। मिडिया र गलत सूचना। केही सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले भिक्षुहरूले पैसा सङ्कलन गरिरहेका छन् भन्ने गलत हल्ला फैलाएका थिए। तर आधिकारिक टोलीले स्पष्ट पार्यो कि उहाँहरूले बाटोमा कसैबाट पनि नगद लिइरहनु भएको छैन, केवल पानी र फलफुल जस्ता दान मात्र स्वीकार गर्नुहुन्छ। कुकुर। आलोकको बारेमा भ्रम। आलोक बिरामी हुँदा कतिपयले भिक्षुहरूले कुकुरलाई दुःख दिए भनेर आलोचना गरे। तर पछि जब मिडियामा र भिडियोमा आलोकको शल्यक्रिया र उसलाई स्ट्रोलरमा राखेर सेवा गरेको देखियो, तब ती आलोचकहरू नै प्रशंसक बने। भौतिक अवरोध। कतिपय ठाउँमा प्रहरीले सुरक्षाको कारण देखाउँदै राजमार्गमा हिँड्न रोक लगाएका थिए। त्यसैले भिक्षुहरूले आफ्ना रुट परिवर्तन गरेर गाउँका भित्री सडकहरू प्रयोग गर्नु परेको थियो, जसले गर्दा यात्रामा अलि लामो र कठिन भयो।